दोस्रो दर्शन कपमा चाहिँ हेरौँ थापाको टिमलाई चाहिँ फाइनल खेलमा गाइस देवदाहाले 5-0 गोलले चाहिँ दर्शन युवा क्लबलाई बिट गर्दै होइन उपाधि जित्न सफल भएको छ गाइस। बाहिर बस्ने दर्शकहरूले शुद्ध एक गोल त हान्न दे यार बिचराहरूलाई भनिरहेको थियो कि त्यस्तो नाजुक भएको थियो कि आज खेल के दर्शन युवा क्लबको। हुन त यता यङ बोइजमा चाहिँ धेरै जस्तो खेलाडीहरू 4जना विदेशी खेलाडी नै थियो होइन। बब्बाले फिनिसिङहरू बब्बाल हानेको थियो होइन। गोलको त यस्तो दामी दामी बर्सात गरिदियो आज होइन। र यता दर्शन युवा क्लबको केटाहरूलाई त यार बल राम्रोसँग हान्न पनि थिएन कि पोस्ट ऱ्याम नै गर्न दिएको थिएन कि राम्रोसँग। यस्तो खतरनाक त्यो डिफेन्डर होइन। एरुनले त होइन बल पाए पनि त्यो डिफेन्डरलाई बिट गर्न सकिरहेको थिएन कि। एरुन त बच्चा देखिरहेको थियो त्यो डिफेन्डरको अगाडि एकदम सानो होइन। इजी होल्ड गरिदिइरहेको थियो कि एरुनलाई त। र टिमवर्क पनि थिएन केटाहरूको मेन कुरो त होइन। टिम राम्रो भएको भए चाहिँ मेबी स्कोर गर्न सक्थ्यो। हान्न त खतरनाक खतरनाक सर्ट्सहरू हान्थ्यो तर गोलकिपर यार ओ माई गुडनेस वाट अ गोलकिपर यार बब्बाल खतरनाक खेल्यो यार त्यो गोलकिपर ब्रोले। कति बलहरू सेफ हानेको छ क्या दामी दामी।